छैन त्यसले यहाँ आएर केलाई यस्तो गरे त यो राजनीति खेले यहाँ राजनीति खेल्न पाइने ठाउँ हो यो हाम्रो यहाँ के अरे दाजुभाइहरू सबैजनाले बोल्नुपर्छ के राजनीति खेल्ने ठाउँ हो यो हामी पनि ठाउँमै जन्मेको हाम्रो माइतीतिर हामी बनेपा काठमाडौँ बसेकै मान्छे उहाँको बासिन्दा हो खोइ हामीलाई थाहा छैन अहिलेसम्म यस्तो हजुरको शुभ नाम भन्नुहोस् त मेरो नाम देवकी कमल सिन्हा वडा नम्बर 5 को पढ्छ हजुरको विद्यालयमा विद्यालयमा मेरो छोरा र छोरी कति 1मा र 5मा पढ्छु 6मा सबैजना पढ्ने भर्ना शुल्क कति तिर्नुभयो विद्यालयमा भर्ना शुल्क तिरेको छैन हामी सबैजना यहाँ भर्ना शुल्क गर्नु भनेर आएको तर के अरे भर्ना एकको के अरे एकको नि पुरै अब बोर्डिङ सिस्टमले पढाउने भन्नुभयो त्यहाँबाट 6 क्लासमा भर्ना 600 अनि किताब किन्न पर्ने यस्तो भन्ने यहाँ कुरा आयो अनि त्यहाँबाट हामी सबैजना आयौँ भर्ना गर्न भनेर आएर सबै जन्मदर्ता ल्याएर सबै कुरा पेश गरेर अनि त्यहाँबाट सबैजना भएर हामी यहाँ आएर तयार भएको थियौँ हुँदाखेरि तपाईँहरूको यो फर्म मात्रै भरिया हो भर्ना भएको छैन के अरे पैसा लाग्छ भन्ने कुरा आयो त्यहाँबाट आउँदाखेरि सबैजनाले भन्नुभयो कि अब किताब लान खोज्दाखेरि किताब पनि दिनु भएन किताब बन्द गरेर राख्नुभयो अब यत्रो चाहिँ यहाँको दिदीबहिनीहरू सबैजना गरिब हुनुहुन्छ उहाँहरूले कसरी पढाउन सक्नुहुन्छ यसरी यहाँ यत्रो वर्षदेखि चाहिँ निःशुल्क सरकारले दिएर आएको हो अहिले आएर यो पैसा तिरेर किताब लान पहिला भरेको कमाइ भोलि खानु पर्ला भोलि कमाइ भरे खानु पर्ला त्यसरी बस्ने मान्छेहरू छन् यहाँ धेरै पीडाहरू हुनुहुन्छ यहाँबाट त्यस्तै त्यही कुरा हुनाले यहाँ आएर सबैजनाले अब सबै सम्मत एकजुट भएर ताजा लाएर गयो किताब नदिएर सबै यहाँ अब विवाद परेर ताजा लाउँदाखेरि राति आएर यहाँ एकजना रबिन आचार्य भन्नेले आएर वडा अध्यक्षको अब निर्णयमा उहाँको निर्णयमा होला आएर उहाँले ताजा पुर्याउनु भएको छ सरकारी ताजा यसरी पुर्याउन पाइन्छ प्रशासनसम्म ल्याएर ताजा लगाएपछि यसरी पुर्याउन पाइने यो कहाँको नियम भयो त यसरी सरकारी विद्यालयमा कहाँबाट छ कि यसरी के अरे तपाईँको यो चाहिँ भनेदेखि फिस के अरे भर्ना फिस तिर्न पर्ने किताब किन्न पर्ने कहाँको नियम छ यो हामी पनि बनेपा हाम्रो मेरो माइती बनेपा हो म बनेपा जन्मेको हुर्केको हो सरकारी स्कुलमा पढ्नेलाई उल्टै किताब के अरे किताबहरू झोलाहरू तपाईँको ड्रेसहरूसम्म निःशुल्क आउँछ त्यसरी आउने ठाउँमा यो तालढुङ्गामा चाहिँ यो के अरे खानीखोला गाउँपालिकामा चाहिँ के भएको त यस्तो त न त यहाँको के अरे समितिको सरले कन्ट्रोल गर्न सक्ने न को यहाँको के अरे सरकारले कन्ट्रोल गर्न सक्ने आफ्नो आफ्नो मर्जीले आफ्नो आफ्नो बच्चा पढाएका छन् ताजा फोडेका छन् उनीहरूको के अरे गुन्डागर्दी र ऊ देखाएका छन् यहाँ के अरे एकदमै पावर देखाएर उनीहरू आफू भन्ने म जाने हो पढाउने कुन चाहिँ हो यो ताजा बन्द गर्ने भन्ने आउने उनीहरू यस्तो यस्तो चाहिँ यहाँ धम्की दिएर आउने यसो गरेर हिँड्ने अनि अरूको बच्चा पढ्नु पर्दैन हामीहरूको बच्चाहरू नि त पढ्दैन गरिब गुरुहरू कतिजना हुनुहुन्छ सरकारले दिएको बोर्डिङ यसरी पैसा तिरेर पढाउनु छ भने उहाँहरू बाहिर गएर पनि पढ्न सक्नुहुन्थ्यो त बोर्डिङमा पनि गएर पढ्न सक्नुहुन्थ्यो यहाँ सरकारी स्कुलमा आउनु पर्ने उहाँहरूको उ थिएन होला नि त उहाँहरूलाई के अरे कपी डटपेन किन्न सक्नुहुन्न होला कोही कति यहाँ अब भनौँ न कोहीलाई खान पुग्दैन एउटा कपी र डटपेन बच्चाहरूलाई किन्नलाई कति गाह्रो परिरहेको छ यस्तोमा यो सरकारले चाहिँ केलाई नबुझेको यो यत्रो के अरे आन्दोलन उठाउने कति भइसक्यो बच्चाहरूको पढाइ लगभगमा 1 महिना जस्तो हुन लागिसक्यो खोलेको उनीहरूको आफ्नो आफ्नो मान्छेहरू यहाँको त पार्टीको कुरा गर्ने न काङ्ग्रेसको हो न एमालेको न यो माओवादीको हो यो सरकारको होइन यो त अभिभावक र बच्चाहरूको भविष्य हो यो यसमा राजनीति गर्न पर्ने कसैलाई अधिकार छैन यसमा यो हामीलाई यो हुनु पर्यो जसरी भए पनि यहाँको समिति चेन्ज हुने हो कि यो समिति के गर्ने हो जसरी भए पनि हाम्रो बच्चाहरू पढ्न पाउनु पर्यो हाम्रो यो विद्यालय सरकारीमा सरकारले जस्तो दिएको त्यसै गरेर हामीलाई पढ्न पाउनुपर्छ सर यो ठाउँमा दाइ हजुरको शुभ नाम भन्नुहोस् त मेरो गोपीलाल श्रेष्ठ तपाईँको यो विद्यालयमा को पढ्ने हो मेरो बान्जी तपाईँले कति शुल्क बुझाउनु भयो विद्यालयमा मैले एउटा क्यारेक्टर लिनुको लागि तपाईँको दुनियाँ भूमिका खेलेर पनि तपाईँको 10,000 तिर्नै पर्छ भन्ने कुरा आएपछि यहाँबाट जो विद्यार्थी निकाल्न हुन्छ उहाँले 10,000 तिर्नुपर्छ भन्ने कुरो आवाज आएपछि हामीले 10,000 पहिले लिएर आयौँ 10,000 तिरिसकेपछि तपाईँको 2000 चाहिँ सर्टिफिकेट एसीको सर्टिफिकेटको चाहिँ 2000 काट्नुभयो अनि अभिभावक सहयोग भनेर 8,000 काट्नुभयो क्या दुईवटा बिल दिनुभयो क्या मैले एउटै बिल दिनुहोस् भने सर्टिफिकेट मात्रै बिल दिनुहोस् 10,000 काट्नुहोस् तिर्न तयार छ भने भन्दा पनि मानेर 10,000 बिल पनि काट्न सकिन्छ भन्ने जवाब पनि आयो अनि हामीले एउटा 2,000 को बिल दियो एउटा सर्टिफिकेटको लागि अनि एउटा चाहिँ अभिभावक सहयोग भनेर 8,000 को बिल दियो कि सर त्यो छ त यहाँ रणनीति मेरो नाति पनि छ यहाँ पढ्दैछ 6मा अहिले 5बाट 6मा जाँदैछ 6 देखि 600 6 कक्षाको 600 7 कक्षाको 700 8 कक्षाको 800 9 कक्षाको 8 कक्षाको 800 9 कक्षाको 900 अनि 10 कक्षाको 1000 भन्नुभयो यहाँ कतिपय व्यक्तिले पैसाहरू असुलिरहेको छ यो ठाउँमा म एउटा अपाङ्ग नाता पनि म दृष्टि पनि म अपाङ्ग पनि हो सर यो ठाउँमा कस्तो कुरो बोल्यो भने लिएर छाड्छु भन्ने कुरो देख्यो नि हामीले भूमिका हामीले
चाहिँ लिइसकेपछि हामीले के भन्यो भने के भइदियोस् भन्ने तपाईँको चाहना हो? हाम्रो नेपाल सरकारले चाहिँ हिजो ध्यानकर्षण खानीखोला गाउँपालिकाले ध्यानकर्षण सहित पत्र उपलब्ध गरिसकेपछि सूचना आउट गरिसकेपछि त्यहाँ कुनै पनि विद्यार्थीको सहयोग शुल्क लिनु पाइँदैन भन्ने कुरो एउटा आइसकेपछि 1 देखि 10 सम्म हो उपलब्धसम्म चाहिँ लिनु पायो भन्ने कुरा आयो नि। तर बाहना बनाउँदै 5 कक्षाभित्रको चाहिँ 1 देखि 5 सम्मको चाहिँ विद्यार्थीको अभिभावक बोलाएर उहाँहरूले कार्य गर्नुभएछ। 6 देखि 10 सम्म मात्रै हामीले एउटा भरना चाहिँ होइन तर सहयोग शुल्क विद्यार्थी नाममा चाहिँ चन्दा सहयोग भनेर रसिद काट्नुभयो कि 6 को 600, 7 को 700, 8 को 800, 9 को 900, 10 को 1000। हजुरको शुभ नाम भन्नुहोस् त? भरत राणा मगर हो। भरत राणा मगर। वडा नम्बर कति को पढ्छ हजुरको यो विद्यालयमा? मेरो आफ्नो छोरा हो। कति क्लासमा पढ्नु? अहिले 10मा। ए तपाईँलाई कति शुल्क लिनुभयो यो विद्यालयले? यसमा चाहिँ मैले 2 जनासँगै भर्ना गरेको, मेरो छोरा र भतिज भाइको छोरा, 3मा पढ्ने भाइको छोरा र मेरो छोरा 10मा अहिले भर्ना गरेको। पैसा चाहिँ 2725 तिरेको, बिल चाहिँ 1000 चन्दा भनेर आयो। तपाईँले तिर्नुभयो 2725 दुईजनाको, बिल चाहिँ 1000 को मात्रै दिनुभयो। अनि 2700 को बिल किन आएन भनेर तपाईँले सोध्नु भएन? यही कुराहरूमा अब असुन्नुहुन्थ्यो होला, यसको अहिले पछि छलफल गर्नुपर्ने छ भन्ने कुराहरू भयो। अरू त के भइदिए हुनुपर्छ भन्ने हो तपाईँको माग? यसको अब मेरो चाहिँ मान्यता के छ भने यसको पैसा लिए अनुसार बिलहरू चाहिँ हुनुपर्ने हो, एउटा खुल्नु पऱ्यो नि त। अनि फेरि यस्तो छ अब स्कुलले चाहिँ नयाँ स्कुल के अरे 5 सम्म चाहिँ नयाँ त्यो बोर्डिङ सिस्टम पढाउने भन्ने कुरा छ। अनि त्यसको लागि किताबहरू किन्नुपर्ने के छ होला, त्यो खर्चहरू किताब किने पनि त्यसको बिलहरू केही देखिएन, एउटा गुनासो हो। अर्को 10 कक्षा पढ्ने मेरो छोरा चाहिँ कम्प्युटर साइन्स पढ्छ होइन, अब केही किताबहरू किन्नुपर्ने होला, त्यो किनेको भए पनि दिएको भए पनि त्यसको चाहिँ बिलहरू केही देखिएन, त्यही भएर गुनासो मेरो यही भन्नुभयो। पदमबहादुर अधिकारी। पदमबहादुर अधिकारी। कति नम्बर हो तपाईँको? 6 नम्बर। अनि को पढ्ने? मेरो कान्छो छोरा छ कि त्यहाँ पढ्ने। कति क्लास? 8मा। हो। अनि कति शुल्क तिर्नुभयो? 1210 तिरेँ मैले। अनि यहाँ चाहिँ अब 800 मात्रै भयो। 800 मात्रै, 800 को मात्रै रसिद दिनुभयो र 800 तपाईँले अनि किन 800 को रसिद दिनुभयो भनेर गुनासो गर्नु भएन? होइन, गर्दाखेरि अब सबैलाई यही दरमा लिया हो। अब कुनैलाई कम्ती थोरै, कुनैलाई धेरै गर्ने कुरा आएन भन्ने कुरा गर्नु पऱ्यो। तपाईँको माग चाहिँ के हो त? अब के हुनुपर्छ भन्ने हो? नेपाल सरकारले तोके पनि हाम्रो निःशुल्कै हुनुपर्छ भन्ने कुरा नै छ त। निःशुल्क हुनु पर्यो भन्ने हो। मेरो नाम कुमारी लामा। कुमारी लामा। कति नम्बर वडावासी हो हजुर? 5 नम्बर वडावासी। को पढ्छ हजुरको विद्यालयमा? मेरो छोरा हो। कति क्लासमा? मेरो छोरा 9 कक्षामा। 9 कक्षामा। हजुरको यहाँ समस्या के छ भन्दाखेरि 9 क्लासमा भर्ना गर्नुपर्ने भएको हुनाले यहाँ भर्ना गर्छु भनेर आएको। त्यस पछाडि उहाँहरूले के गर्नुभयो भने शुल्क लाग्छ अहिले भन्नुभयो। कस्तो शुल्क? अब नेपाल सरकारले चाहिँ निःशुल्क के अरे भर्ना गर्न पाउने, निःशुल्क पढ्न पाउने भन्नाले सरकारी विद्यालयहरूमा चाहिँ अब त्यस्तो छ। तपाईँहरू कसरी चाहिँ शुल्क लिने कुरा गर्नुभएको भनेर मैले सोधेँ होइन त। अनि होइन, अब अहिलेदेखि चाहिँ अब शुल्क के अरे निःशुल्क पाउँदैन, शुल्क तिर्नुपर्छ त्यसरी पनि भन्यो। त्यसो भए हामी भर्ना गर्दैनौँ भनेर हामी फर्क्यौँ होइन त। त्यस पछाडि हामीले पछाडि सबै मान्छे अभिभावकहरू सबको मनसाय बुझ्दाखेरि अब हामी तिर्न सक्दैनौँ, बरु यो विद्यालयमा बच्चा नपठाउने, बरु अर्कै विद्यालय खोजेर हामी पढाउन सक्छौँ। तर यो सरकार उसमा निःशुल्क पाउने ठाउँमा चाहिँ हामी शुल्क तिरेर पढाउन सक्दैनौँ भनेर चाहिँ सबै अभिभावकको कुराहरू सुनेपछि हामीले एक किसिमको ज्ञापन पत्र बुझायौँ होइन त। ज्ञापन पत्र पनि बुझायौँ कि स्कुलमा। अनि ज्ञापन पत्र बुझाउँदाखेरि पनि हामीले 21 गते ज्ञापन पत्र बुझाएको। अनि त्यस पछाडि स्कुलले भोलिपल्टै 22 गते नै एक खालको अब निःशुल्क के अरे शुल्क नलिनु भनेर चाहिँ एउटा पत्रचार गर्नुभयो होइन त। गाउँपालिकाबाट पत्रचार गर्नुभयो। त्यसमा उहाँहरूले के भन्नुभयो भने 24 गते हामी तपाईँहरूलाई बोलाउँछौँ,
अभिभावकहरूलाई भनेर भन्नुभएको थियो। 24 गते बिदाको दिन परेछ। त्यस पछाडि हामीले 25 गते बोलाउनु, हामी सबै 25 गते गयौँ। 25 गते जाँदाखेरि उहाँहरूले के भन्नुभयो भने अब निःशुल्क के अरे चन्दा भन्ने चाहिँ कसरी चाहिँ उठाउनु भएको त भनेर चन्दा भनेर निःशुल्क पढ्नु पाउने परे विद्यालयमा चन्दा भनेर उठाउँदै हुनुहुन्छ भनेर हामीले सोद्धाखेरि हामीले चन्दा भनेर उठाएको कारण चाहिँ अब यहाँ के भन्नुभयो कि अब राम्रोसँग उद्देश्यको साथ भन्नु भएन उहाँहरूले। अब यहाँ कहाँको झ्यालढुका बनाउनु पर्ने रे, अनि कहाँ धाराको टुटीहरू बनाउनु पर्ने, कुचो किन्नु पर्ने, त्यस्तो सामान्य कुराहरू चाहिँ उहाँहरूले उद्देश्यको बनाउनु भएको रहेछ। अनि त्यस पछाडि हामी सक्दैनौँ, हामीलाई भेला गरेर पहिला पनि ल तपाईँहरूले निर्णय गर्नुभएछ, हामीले मान्थ्यौँ होला नि त, अभिभावकलाई भेला गर्नुपर्छ पर्दैन। अभिभावक हामीलाई कसैले पनि थाहा छैन, तपाईँहरूले चाहिँ 2-4 जना चाहिँ समितिले मात्रै निर्णय गरेर हुने भए गर्नुहोस्, हामी सक्दैनौँ, शुल्क तिर्न सक्दैनौँ। र इङ्ग्लिस मिडियम पढाउने चाहिँ उद्देश्य हो भने 5 कक्षादेखि मुनिको बच्चाहरूलाई पढाउनुहोस्, पैसा तिर्न पनि सक्छ, पैसा पनि तिर्नुपर्छ। त्यस पछाडिको अब 6 कक्षादेखि माथितिरको त निःशुल्क पाउनुपर्ने हो नि त, त्यो चाहिँ तपाईँहरू निःशुल्क दिनुहोस् न त, किताब बाँडिदिनुहोस्, पुरै सकेको नि भनेर भन्दाखेरि उहाँले कुरै मान्नु भएन, हाम्रो कुरालाई चाहिँ पुरै जस्तै गर्नु भएन, हामीलाई चाहिँ वास्तै गर्नु भएन। त्यस पछाडि हामी त्यसै उठेर गयौँ। त्यसै उठेर गइसके पछाडि पछि फेरि भेला बोलाउने भन्ने खालको कुराहरू गरिराख्नुभयो, तर हामीले वास्ता पास्ता गर्नु भएन। फेरि पनि एउटा गाउँपालिकामा पनि हामीले शिक्षा उसमा पनि हामीले लगेर चाहिँ एउटा एक खालको ज्ञापन पत्र बुझायौँ, त्यसमा पनि हामीले वास्तै गर्नु भएन। त्यसो हुँदा अब उनीहरू के गर्नुभयो भने अस्ति कति गते 30 गतेको दिन है कहिले हो, हामीलाई चाहिँ भेला बोलाउने भनेर भन्नुभएको थियो। अनि त्यस पछाडि उहाँहरू छैन, फेरि मान्छे कोही पनि छैन। हामी आएर अब मान्छे नभइसकेपछि हामीले छलफल नगराउने चाहिँ उद्देश्य हिँडेछ भन्ने भएपछि हामीले ताला लायौँ। त्यो ताला लाएर हामी गयौँ अभिभावकहरू, त्यसै निस्केर गयौँ। त्यस पछाडि राति ताला फोडेको रहेछ, त्यो कसैले फोडेको हो, तर अहिलेसम्म देखेको होइन। अब त्यो नदेखेको कुरा भन्नु पनि भएन होइन। त्यस पछाडिको अहिले 2 गते चाहिँ भेला बोलाउने भनेर चाहिँ के उहाँहरूलाई चाहिँ एउटा पत्र टाँस्नु भएको रहेछ। त्यही आधारमा आज भेला पनि हामी बस्न आएको छौँ र उहाँहरूले चाहिँ के निर्णय गर्नुहुन्छ भन्ने कुरामा चाहिँ हामी पनि हेर्छौँ, बुझ्छौँ। तर निःशुल्क पाउनुपर्ने उसमा चाहिँ उहाँहरूले चाहिँ शुल्क लिन पाउनुहुन्न, निःशुल्क पढ्नु पाउनुपर्छ भन्ने हाम्रो अभिभावकहरूको माग। मेरो नाम जित कुमारी राउत। कति नम्बर वडावासी हो? 6 नम्बर। को पढ्छ हजुरको विद्यालयमा? मेरो नातिनी छोरीको छोरी। अहिले 8सम्म माथि बनेपा पढेर अनि अहिले 9मा चाहिँ यहाँ पढ्न आएको। अनि पढ्न आउँदाखेरि अब सन्जा भनेर चाहिँ 900 रुपियाँ लिनुभयो। अनि किताब 4वटा हुँदो रहेछ, अनि कम्प्युटर साइन्स पढ्ने भनेर कम्प्युटर साइन्सको चाहिँ तर मैले जम्मा 2225 रुपियाँ अनि उहाँहरूलाई चाहिँ मैले के भने यो किन यस्तो गरे यो भन्दाखेरि अब यहाँ सल्लाह हुँदैछ, अब पछि फिर्ता हुन्छ पैसा भन्ने कुरा गर्नुभयो उहाँहरूले, भर्ना गर्नेहरूले। अनि फेरि फिर्ता हुन्छ भने त भइगयो नि त भनेर जति पैसा तिर्नु भएको थियो त्यति नै रसिद पाउनुभयो? रसिद त मैले त्यहाँ दिएको छ, हेरे नि छैन रसिद लिएर आउनुहोस् न एकचोटि। आजसम्म आजै हेरेको, यति चाहिँ ऊ हुन्छ, यति चाहिँ जिम्मेवारी छ यहाँ स्कुलमा भन्ने चाहिँ थाहा नै थिएन। मैले धेरै वर्ष भयो मेरो पढ्न चाहिँ 4-5वटा भएर यही स्कुलमा पढेँ होइन। त्योभन्दा अगाडि सबैको विश्वासै थियो। मैले विश्वासकै आधारमा यो चाहिँ बिलमा चाहिँ होला सबै भन्ने नै थियो कि मैले बिल पल्टाएर हेरेकै थिइनँ आजसम्म। यो बिल पल्टाएकै आजै हो। फेरि खास राय त भेटाउँ चाहिँ फेरि कति तिरेर कति 2225 तिरेको छु, 900 रहेछ बिलमा चाहिँ। गणेश मान्थी खानीखोला गाउँपालिका वडा नम्बर 5 र हाम्रो यस श्री जनविकास माध्यमिक विद्यालयमा चाहिँ सर योभन्दा जब यो वैशाख महिनामा चाहिँ भर्नाको क्रम सुरु भयो त्यतिखेर म पनि योभन्दा अगाडि के प्राइमेरी स्कुलमा यो सिन्धुली जिल्लाको हरिपुरगढी गाउँपालिकामा केही समय छोटो समय सेवा पुर्याएको थिएँ। त्यहाँका अधिकांश विद्यार्थीहरू चाहिँ यहाँसम्म पनि अध्ययन गर्न आइरहनु भएको थियो। त्यो क्रममा चाहिँ त्यहाँको अभिभावक जब भर्नाको क्रम सुरु भएको चरणमा चाहिँ त्यहाँको अभिभावकहरूबाट चाहिँ के कुरा आयो भने उहाँहरूले चाहिँ मलाई जानकारी दिनुभयो, के हो सर तपाईँहरूले त त्यो जनविकासमा त अहिले भर्नाको शुल्कहरू लिन थाल्नुभएको छ, यताउति कुराहरू गर्नुभयो। अनि मैले चाहिँ ठिक छ त्यसको विषयमा के छ हामी पनि बुझाउँला, आउनुहोस् भर्ना गर्न चाहिँ पठाउनुहोस्, अब भर्ना खुल्यो नखुल्यो त्यो पनि म पनि बुझाउँला भनेर उहाँहरूले बोलाएको छ। अनि त्यो बोलाउँदाखेरि वैशाख महिनाको 16-17 गते 18 गतेको दिन 18 गते दिन चाहिँ त्यताको अभिभावकहरू आउनुभयो, 15-16 जना अभिभावकहरू आउनुभयो। त्यतिखेर चाहिँ हामी यसरी शुल्क लिने हो भने हामी विद्यालयमा हामी विद्यार्थी हामी
शुल्क तिरेर हामी पढाउन बाध्य हुने छैनौँ। हामी निःशुल्क हुनुपर्छ, हामी चाहिँ त्यसबाट हामी विद्यार्थी निकाल्न तयार छौँ भन्ने खालको उहाँहरूको आवाज आयो। अनि त्यो भएपछि एउटा मकानपुरबाट पनि आउनुभएपछि यहाँ विद्यार्थीहरू अध्ययन गर्न 6 क्लासदेखि जुन 10 क्लाससम्म यहाँ भनौँ 12 क्लाससम्म पनि हुनुहुन्छ केही विद्यार्थीहरू। अनि उहाँहरूको पनि त्यस्तै कुराहरू आएको हुनाले अनि वास्तवमा के हो त भनेर बुझ्दैखेरि चाहिँ सर अनि कतिपय 1-2 जना भर्ना गरिसक्ने अभिभावकहरूसँग यसो बुझ्दाखेरि चाहिँ चन्दाको रूपमा चाहिँ केही शुल्कहरू असुल गरेको प्रमाणहरू पनि फेला पऱ्यो सर। त्यो भएको हुनाले के रहेछ यहाँको गतिविधि भन्दै बुद्धि अभिभावकहरू माझमा चाहिँ छलफल पुर्याउँदै जाँदाखेरि चाहिँ अब हामी यो माग जबसम्म हामी यो प्रोसेसमा जाउँ एउटा ज्ञापन पत्र तयार गरेर चाहिँ हामी यसरी जाउँ अनि हाम्रो माग पुरा भएपछि मात्रै हामी भर्ना प्रोसेसमा अगाडि बढ्ने हो भन्ने खालको कुरा हाम्रो जुन 6 क्लासदेखि मासतिर पढाउने भाइ बहिनीहरू पढाउने अभिभावकहरूसँग सल्लाह गर्दै त्यो हिसाबले हामीले जुन 21 गते हामीले ज्ञापन पत्र बुझाउन बाध्य भयौँ सर। त्यसै क्रममा यो विद्यालयमा चाहिँ हाम्रो एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद लामाज्यू प्रेम प्रकाश लामाज्यू हुनुहुन्थ्यो, त्यतिखेर प्रधानाध्यापकज्यू हुनुहुन्थेन र उहाँ मार्फत हामीले ज्ञापन पत्र उहाँलाई बुझायौँ। त्यसपछि अहिले समग्रमा दाइ अभिभावकहरूको चाहना के हो? अनि त्यसपछि आएर होइन हामीले घटनाक्रम सबै बुझेका छौँ त सबैबाट त्यही आयो क्या, हामीले त्यो खोजेका होइनौँ। तपाईँहरूको माग के? हामीले चाहिँ अनि वास्तवमा मैले यो कुराले बिचमा काटेँ त्यो हुँदा अनि ट्याक्कै जब हामीले चाहिँ त्यो माग सँगसँगै भर्नाको क्रममा चाहिँ हामीले यो बौद्ध जयन्तीको ठ्याक्कै अघिल्लो दिनमा चाहिँ आम जुन यो आन्दोलनमा उत्रेका अभिभावकहरूले चाहिँ बोलाएर ठिक छ आउनुहोस् अभिभावकज्यूहरू सबै हामी निःशुल्क भर्ना कार्यक्रम हामी माग गरौँ। हाम्रो मागलाई सम्बोधन भएन। जुन गाउँपालिकाबाट निकालेको यो 22 गते निकालेको जुन यो ध्यान आकर्षण पत्र छ यसमा चाहिँ हामीले यसमा के भनेको छ भने सर जस्तै हामीले यो पनि म पढेर सुनाउन चाहन्छु। सबै परेन दाइ परेन त्यतातिर नजानु न तपाईँ, बस अभिभावकको अहिले पछिल्लो माग के हो? अनि त्यसमा चाहिँ अनि उहाँहरूले चाहिँ भर्ना गर्दाखेरि हामी पाठ्यपुस्तक वितरण पनि गर्न खोज्यौँ तर पाठ्यपुस्तक चाहिँ त्यो निःशुल्क वितरण गर्न उहाँहरूले दिनु भएन। जुन विद्यालय व्यवस्थापन समितिको अध्यक्षज्यूबाट पनि वितरण गर्न पाउँदैन भन्ने खालको कुराहरू गर्नुभएको भन्ने खालको कुराहरू व्यक्त भएछ र त्यो भएपछि हामी त्यो दिन चाहिँ त्यो पाठ्यपुस्तकलाई चाहिँ हामीले वितरण गऱ्यौँ। ठिक छ भोलिपल्ट हामी वितरण प्रोसेसमा आउला भनेर हामी हिँड्यौँ सर। भोलिपल्ट बुद्ध जयन्ती बिदा थियो सर। अनि बिदाको दिनमा जब यो स्टडी हलमा भएको पाठ्यपुस्तकहरू सर सबै अनि त्यो बिदाको दिनमा पनि ट्याक्कै अन्त लाइब्रेरी रुममा लगेर सेभ गरिसक्नु भएको रहेछ। अनि त्यो जुन स्कुल खोलेको दिनमा अब अभिभावकहरू सबै विद्यालयको जुन भर्ना फारम भरिसके पश्चात त्यो विद्यार्थीहरू चाहिँ नेपाल सरकारले वितरण गरेको निःशुल्क वितरण गरेको पाठ्यपुस्तक चाहिँ निःशुल्क वितरण हुनुपर्छ भनेर त्यो माग गर्दाखेरि उहाँहरूले कुनै पनि त्यसमा पाठ्यपुस्तक पनि वितरण गर्न खोज्नु भएन र त्यसमा जुन अभिभावकको मागहरू पनि त्यसलाई सम्बोधन गर्न खोज्नु भएन। त्यही भएर आम अभिभावकहरूको राय बुझ्दाखेरि चाहिँ के छ भने सर हाम्रो बालबालिकाहरू नेपालको शिक्षा ऐन र संविधानले व्यवस्था गरे बमोजिम निःशुल्क पढ्न पाउनुपर्छ, निःशुल्क पाठ्यपुस्तक प्राप्त हुनु पाउनुपर्छ भन्ने चाहिँ आम अभिभावकहरूको चाहना हो सर। जबसम्म यो अभिभावकहरूको यो माग पुरा हुँदैन तबसम्म यो हाम्रो आन्दोलन चाहिँ जारी रहनेछ भन्ने अभिभावकहरूको चाहना हो सर। यसमा तिमल सिन्हा गाउँपालिका वार्ड नम्बर 5 फणिन्द्र तिमल सिन्हा। म चाहिँ यो जनविकास माविको अभिभावक, योभन्दा अगाडि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि हो र यहाँ जनविकास 2016 सालमा स्थापना भएको यो विद्यालयमा छिमेकी जिल्लाहरू जस्तै सिन्धुली, मकवानपुर र काभ्रेको चाहिँ विभिन्न भेग र बस्तीबाट चाहिँ यहाँ अभिभावकहरूको छोराछोरी पढ्ने थलो। यो खानीखोला गाउँपालिकाको केन्द्र पनि रहेको हुनाले यहाँ चाहिँ विशेष गरी डाँडापारीकै एउटा सबैभन्दा अगाडि स्थापना भएको स्कुल विद्यालय हो र यहाँ चाहिँ अभिभावकहरूको के अरे नेपालको संविधान 2072 भाग 3 को धारा 21 को उपधारा 2 बमोजिम अनिवार्य शिक्षा ऐन 2075 अनुसार चाहिँ अब आधारभूत तह र माध्यमिक तहको शिक्षा चाहिँ निःशुल्क हुनेछ भन्ने नेपाल सरकारको शिक्षा ऐनमा व्यवस्था गरिए अनुसारको विद्यालयमा भर्नाहरू चाहिँ निःशुल्क हुनुपर्ने हो। तर त्यसो हुन सकेन। यहाँ चाहिँ विभिन्न चन्दा सहयोगको रूपमा चाहिँ भर्नाको अभियानमा चाहिँ सहयोग शुल्कहरू लियो। योभन्दा अगाडि पनि लिने गरेको थियो तर के का लागि लिएको सहयोग शुल्क भन्ने कुराहरूको चाहिँ वास्तविक रूपमा चाहिँ अभिभावकहरूसँग चाहिँ बसेर चाहिँ एउटा खालको चाहिँ अन्तर्क्रिया गरेर
बुझाएर उहाँहरूको भावनालाई समेटेर चाहिँ स्कुल सञ्चालन गर्नुपर्ने थियो किनकि अब यो जनविकास माविको चाहिँ आर्थिक रूपमा यसको कुनै स्रोत चाहिँ छैन। त्यसो भएको कारणले गर्दाखेरि सामुदायिक विद्यालयहरूमा यसरी चाहिँ विभिन्न नाममा चाहिँ सहयोग शुल्क अभिभावकहरूले दिइरहँदै पनि आउनु भएको थियो। तर उहाँहरूले अस्ति 5 गते आधारभूत तहसम्मको चाहिँ शिक्षाका लागि चाहिँ एउटा अङ्ग्रेजी विषय चाहिँ अनिवार्य गर्ने, इङ्ग्लिस मिडियमबाट पढाउने भन्ने जुन कुराहरू गरेर चाहिँ उहाँहरूले अभिभावक र केही जनप्रतिनिधिहरू चाहिँ बोलाएर उहाँहरूले निर्णय गर्नुभयो। त्यस पछाडि मावि तहको चाहिँ अभिभावकहरू रुष्ट हुनुभयो किनकि उहाँहरूले सहयोगको रूपमा तिर्नुभएको बिलको पनि कति तिर्नुभएको त्यति नै चाहिँ बिलमा चाहिँ उल्लेख गरिएको छैन र बढी पैसा लियो भन्ने कुराले गर्दाखेरि उहाँहरू व्यापक रूपमा चाहिँ असन्तुष्टि व्यक्त गर्दै जाँदा उहाँहरूले भन्नुभयो विद्यालयमा चाहिँ तालाबन्दी गर्नुपर्ने भयो, अब शैक्षिक हडताल गर्नुपर्ने भयो भन्ने यस्ता कुरा गर्नुभयो। तर मैले उहाँहरूलाई के सुझाव दिएँ भने तालाबन्द गर्नु मात्रै समस्याको समाधान होइन, किनकि तपाईँहरूले चाहिँ अब चित्त बुझेन भने ज्ञापन पत्र दिन सक्नुहुन्छ खानीखोला गाउँपालिका सरकारको चाहिँ शिक्षा शाखालाई चाहिँ तपाईँहरूले पदार्थ बुझाउन सक्नुहुनेछ भनेर मैले सुझाव दिएको थिएँ र त्यसै अनुसार उहाँहरूले पनि अब एउटा ज्ञापन पत्र अस्ति मिति 2082 साल वैशाख 21 गते चाहिँ आम अभिभावकहरू भेला भएर चाहिँ उहाँहरूले ज्ञापन पत्र बुझाउनु भयो र गाउँपालिका शिक्षा शाखालाई पनि पदार्थ बुझाउनु भयो र उहाँहरूले एउटा वार्ताको माध्यमबाट चाहिँ यो समस्या समाधान गरौँ भन्ने उद्देश्यले उहाँहरूले दिनुभएको यो ज्ञापन पत्र उप 25 गते विद्यालयले अब एउटा मिटिङको आयोजना गर्यो र वार्ता टोलीहरू चाहिँ पहिचान के अरे वार्ता टोलीहरूमा तपाईँहरूको प्रतिनिधिहरू पठाइदिनुहोस् भन्नुभयो र केही अभिभावकहरू पनि उहाँहरूले बोलाउनु भएको रहेछ र त्यो दिन चाहिँ अब निष्कर्ष भयो, त्यहाँ सहमति हुन सकेन। नभए पछाडि उहाँहरूले चाहिँ अब यो कुराहरूलाई चाहिँ व्यवस्था गर्दै जानुभयो र अन्ततः 30 गते अभिभावकहरूले आफ्नो बालबच्चालाई पढ्न पाउनुपर्ने शिक्षा जस्तो एउटा चाहिँ पवित्र ठाउँमा चाहिँ एउटा निःशुल्क पढ्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका लागि जति के अरे खबरदारी गरे पनि कुरा सुनाइ नभएको कारणले गर्दाखेरि उहाँहरू आएर यो गेट मेन गेटमा तालाबन्दी गर्नुभयो र त्यसको लगतै राति कतिखेर यो ताला तोडियो, कोद्वारा तोडियो भन्ने कुराको चाहिँ हामीले चाहिँ जानकारी पाउन सकेनौँ किनकि त्यो चाहिँ हामीले तालाबन्द हाम्रो अभिभावकले तालाबन्द गर्नु पूर्व चाहिँ यहाँको स्थानीय प्रहरीलाई पनि खबर गरेर उहाँहरूलाई पनि राखेर चाहिँ यो बन्द गरिएको छ र यो अचानक यो राति तोडियो, कोद्वारा तोडियो, कसको अब निर्देशनमा तोडियो भन्ने कुराको हामीले खोजी गरिरहेका छौँ। त्यसको लागि हामीले पुनः फेरि प्रहरी चौकीमा पनि जानकारी गराएका छौँ र स्कुल आज के अरे चाहिँ 2 गते उहाँहरूले अभिभावक भेला राख्ने भनेर चाहिँ एउटा सार्वजनिक सूचना टास गर्नुभयो ताकि यो चाहिँ अभिभावकहरूले तालाबन्द गर्ने कुराहरू थाहा पाइसके पछाडि चाहिँ स्कुलले चाहिँ एउटा सार्वजनिक सूचना टाँसेर 2 गतेलाई भेला भनेर चाहिँ उहाँले भन्नुभयो र यसको चाहिँ अब शिक्षा जस्तो एउटा चाहिँ पवित्र एउटा ज्ञान हासिल गर्ने ठाउँमा चाहिँ हामीले चाहिँ कुनै पनि यस्तो खालको चाहिँ विकृति विसङ्गतिहरू र यस्तो गर्नु हुँदैन। यहाँको चाहिँ पारदर्शिताको कुराहरू गर्नु पर्यो। विद्यालय सबैको हो, साझा हो। त्यो भएको कारणले गर्दा योभन्दा अगाडि यो एउटा चाहिँ भूकम्प प्रतिरोधात्मक भवन पनि यो चाहिँ अख्तियारमा चाहिँ तपाईँको चाहिँ उजुरी परेको कारणले गर्दा यसको पनि अहिलेसम्म फाइनल हुन सकेको छैन। त्यसै गरी टोयलेट पनि अख्तियारमा परेको अवस्था छ, खानेपानी पनि परेको भन्ने कुरा सुन्नमा आएको छ, कहाँसम्म सक्यो र यसलाई चाहिँ जसरी हुन्छ नेपालको संविधान 2072 भाग 3 को धारा 31 को उपधारा 2 बमोजिम अनिवार्य तथा निःशुल्क शिक्षा पढ्न पाउने अधिकारको सुनिश्चित गरिनुपर्छ भन्ने माग हामीले राखेका छौँ। हस्, धन्यवाद। प्रधानोपाध्याय, तपाईँको विद्यालयमा अभिभावकज्यूहरूले चाहिँ मनोमानी शुल्क उठाएको भन्ने आरोप लगाउनु भएको छ, यो के हो खास? अलिकति विस्तृत भनिदिनुहोस् न हामीलाई। धन्यवाद। तपाईँलाई हामीले शैक्षिक सत्र 2082बाट 1-5 मा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने र 6 देखि 10 मा पनि अरू
यो विगतका वर्षहरूमा भन्दा यो सालबाट चाहिँ अप्सनल म्याथ जस्ता जुन म्याथमेटिक्समा धेरै बच्चाहरू फेल भइरहेको छ एससीमा त्यसको रिजल्ट सुधार्नको लागि भनेर अप्सनल म्याथहरू राख्ने भन्ने ढङ्गले जसरी हामीले 2081 को नतिजा प्रकाशन 2081 चैत्र 20 गते भएको छ। त्यतिखेरै पनि अलिकति अङ्ग्रेजी माध्यममा हुनसक्छ, अभिभावकज्यूहरू त्यसका चाहिँ बारेमा शुल्कहरू बारेमा छलफल हुनसक्छ भन्ने अलिकति सङ्केत गरेका थियौँ। तर चैत्र 20 गतेबाटै काठमाडौँ केन्द्रित शिक्षक आन्दोलन भयो। त्यो आन्दोलन कारणले विद्यालय बन्द गरेर शिक्षकहरू सबै काठमाडौँ जानुभयो। हामी पनि गयौँ त्यसमा। र पनि अब बजारतिर हेर्दाखेरि चाहिँ कतै भर्ना भइरहेको थियो, बजारमा चाहिँ बोर्डिङ स्कुलले बच्चाहरू लैजान्छ भनेर सरकारी स्कुलमा पनि भर्नाहरू भइरहेको थियो। तर हाम्रो यो केन्द्रको विद्यालय भएको हुनाले यहाँ चाहिँ स्कुल खुल्यो भने सिंहखानी खोलामा पनि गाउँतिर पनि स्कुल खुलेर छ नि त भन्ने खालको सन्देश नजाओस् भन्नको लागि हामीले यहाँ पनि बन्द नै गरिराख्यौँ। र पछिल्लो पाला वैशाखको 13 गते यहाँ उपलब्ध अभिभावकहरू खास गरिकन 1-5 मा जसका बालबालिकाहरू यहाँ पढ्नुहुन्छ उहाँका अभिभावकलाई हामीले फोन गरेर उहाँहरूलाई बोलायौँ र एउटा बैठक बस्यौँ अभिभावक भेलासहितको। त्यसबाट चाहिँ हामी अङ्ग्रेजी माध्यम चलाउने अब सहर बजारमा अङ्ग्रेजी पढाउनको लागि चाहिँ बजारमा बच्चा लिएर जाँदाखेरि एउटा बच्चालाई अङ्ग्रेजी पढाउने नाममा चाहिँ हाम्रो 20,000 खर्च हुन्छ महिनामा। यत्रो यहाँ सामुदायिक विद्यालय छ, यसले चाहिँ केही न केही गरेर बच्चाहरू यहाँ रोकेर त्यो अङ्ग्रेजी पढाउने वातावरण चाहिँ यहाँ गाउँमै मिलाउन सक्यो भने त बरु हामी 2-4 हजार कति लाग्छ पैसा तिर्न तयार छौँ, त्यो गर्नु पर्यो। नभए हाम्रा नि बच्चाहरू चाहिँ बजारमा लिएर जान्छौँ भन्ने खालको कुरा भए चाहिँ उहाँहरूसँग बसेर नै त्यो खालको निर्णय गरे हो। र त्यसमा जुन अब 6-10 को अहिले यहाँ अलिकति असन्तुष्ट अभिभावकहरू पनि 6-10 मा किन शुल्क त भन्ने खालको कुरा आएको छ। त्यसमा चाहिँ के भयो भन्दाखेरि मैले अरू बेला चाहिँ हाम्रो अभिभावक भेला गर्दाखेरि स्कुलमा बच्चा पढ्न आउँथे, चिठी काट्यो बच्चाको हातमा थमाइदिने बित्तिकै अभिभावकको हातमा पुग्ने। तर जब स्कुल बिदा थियो, बन्द थियो, त्यस बेला अभिभावकहरूलाई खबर गर्नु पनि गाह्रो। यहाँ भर्ना लिस्टमा भएका मोबाइल नम्बरहरूमा फोन गर्दा नलाग्ने, कतिपयको सम्पर्क नहुने, कतिपयको नम्बर चेन्ज भइसक्ने आदि कारणले गर्दाखेरि अभिभावकहरू सबैलाई बोलाउन कठिन। हिजो हेर्दाखेरि तपाईँले आधी दिनसम्म घाम लाग्ने अनि फेरि पछाडि गएर बेसरी पाइनु पऱ्यो, हुँदाखेरि पनि गर्मी भइरहेको हुन्छ। त्यतिखेर चाहिँ एकदम गर्मीको माहौल त्यस्तो थियो। टाढादेखिको अभिभावकलाई एकलाई दुःख दिनु, यी नजिकका भएपछि हामी समिति सबै र यहाँ भएका अभिभावकहरूले चाहिँ टाढाको अभिभावकलाई त्यो खालको कन्भिन्स गरौँ है भन्ने ढङ्गले एउटा निर्णय गरेको हो। मनमानी भन्दा पनि त्यो गरेको त्यसरी थियो। जस्तै अभिभावकहरूले त हाम्रो चाहना भन्दा बाहिर एउटा रसिद काट्नुभयो, अनि उहाँहरूले एउटा पैसा लिनुभयो, रसिद चाहिँ हामीलाई कम एमाउन्टको कम रकमको रसिद दिनुभयो भन्ने गुनासो छ। त्यसमा चाहिँ के भन्नुहुन्छ? रसिदमा चन्दा भन्ने शब्द पनि प्रयोग गर्नुभएको छ। त्यो विद्यालय चाहिँ प्रधानाध्यापकले थाहा नपाई प्रयोग भएर अब त्यसमा के छ भनेदेखि अब हामीले यो अनिवार्य तथा निःशुल्क शिक्षाका कुराहरू छन्। त्यसमा विद्यार्थीसँग भर्ना शुल्क भनेर शुल्क लिन पाइँदैन भन्ने खालको कुराहरू छ। त्यो हुँदाखेरि हामीले के गरौँ भन्दाखेरि भर्ना शुल्क भनेर लिन पाइएन, अभिभावकहरू खुसी भएर सहयोग गर्नुहुन्छ भने त्यसरी सहयोगको लागि चाहिँ गर्ने भन्ने कुरा हो। अब जुन रसिदमा चाहिँ तलमाथि पैसा लिएको भन्दा कमको रसिद काट्यो भन्ने सन्दर्भमा हामीले थप अङ्ग्रेजी माध्यमका पुस्तकहरू खरिद गर्दाखेरि अब के गर्ने त भन्ने कुरा अभिभावकसँग राख्यौँ। त्यो किताब चाहिँ स्कुलले नै बन्दोबस्त गरिदिनुपर्छ। हामी एउटा किताब किन्न जाँदाखेरि सुमोमा जाँदा 1,000, आउँदा 1,000, 2,000 भाडा मात्रै जान्छ। किताबको गर्दा 3-4 हजार त त्यति खर्च जाने भयो। स्कुलले तपाईँहरूले ल्याइदिनु भयो भने हामी स्कुलबाट पैसा तिरेर लैजान्छौँ भन्ने खालको कुरा हो। र हामीले के सोच्यौँ भने फेरि त्यो पैसा भनेको स्कुलमा बस्ने होइन, स्कुलको आर्थिक उसमा बस्ने होइन। हामीले माथिबाट पुस्तक पसलबाट स्टेसनबाट ल्याउने, अभिभावकलाई दिने, त्यो पैसा लगेर त्यो ल्याइदिने भएको हुनाले। र अर्को चाहिँ अडिट गर्दाखेरि जुन आम्दानी बढी हुन्छ त्यति नै अडिटरलाई खर्च दिनुपर्ने हुन्छ। त्यो केलाई अनावश्यक दिनु त भन्ने ढङ्गले गरिएको थियो सुरुमा। अनि अभिभावकले चाहिँ ज्यादै गुनासो आएपछि गरिदिउँ त अब 2-4 स्कुल जान्छ भने जाओस् भन्ने ढङ्गले
अहिले जति पेमेन्ट गर्नुभएको छ त्यसको रसिद दिनुपर्छ। कतिपय अभिभावकको चाहिँ कस्तो गुनासो छ भने तपाईँहरूले चारित्रिक प्रमाणपत्र क्यारेक्टर सर्टिफिकेट लिने बेलामा विद्यालयले एउटा शुल्क तोकेको होला, तर त्यसको 3 डबलभन्दा माथि 10,000सम्म तपाईँहरूले शुल्क लिनुभएको छ, त्यो के को? धन्यवाद प्रश्नलाई। अब त्यसमा चाहिँ के हो भनेदेखि हाम्रो यो विद्यालय यो खानाखोला गाउँपालिकाकै एकमात्र प्राविधिक शिक्षा शैलीको विद्यालय हो र यसमा विक्रम सम्वत 2079 देखि कक्षा 9मा 9बाट चाहिँ कम्प्युटर इन्जिनियरिङ विषयको पठन पाठन भइरहेको छ र यो सत्रमा अस्तिको श्रावणदेखि यता चाहिँ कक्षा 11मा पनि कम्प्युटर इन्जिनियरिङ सञ्चालन गर्नुपर्ने अवस्था हो। हामीसँग जम्मा विद्यार्थी 17 जना थिए एचसी दिने, त्यसमध्ये 8 जनाले मात्रै पास गरे। त्यो हुँदाखेरि थोरै विद्यार्थी पास भएको, त्यसमा पनि सर्टिफिकेट लिएर बजार जाने खालको कुराहरू चाहिँ हामीले यहाँ फेरि यो प्राविधिक धार भनेको 9-12को 9मा जुन पढाएको छ त्यसलाई चाहिँ 12सम्म निरन्तरता दिनुपर्ने। विद्यार्थीहरू सब भएर चाहिँ नजाउन्, हामी विद्यार्थी जाने बित्तिकै यहाँ 11-12 नचल्ने भयो, यो 9-10मा पुगेपछि त्यतिकै बन्द गर्नुपर्ने अवस्था आयो प्राविधिक शिक्षाले। र जनताका छोराछोरीले चाहिँ आफ्नै घरको ढिँडो खाएर अहिलेको सूचना प्रविधिसँग मेल खाने कम्प्युटर इन्जिनियरिङ जस्तो विषय चाहिँ पढोस् न त भनेर जुन ढङ्गले स्थापना गरियो त्यो नरहने भयो। अलिकति शुल्कमा बढी, शुल्क बढी भन्नाले सर्टिफिकेटको 2,000 नै हो, बाँकी 8,000 चाहिँ सहयोग ल जानै पर्ने सबभर जाँदै नजानु सबैले रिक्वेस्टै गर्ने हो। के गरी मान्नु भएन भनेदेखि ल त्यसो हो भने चाहिँ तपाईँहरूले 2,000 शुल्क प्लस सहयोग पनि गर्दैन नि त विद्यालय। तपाईँको बालबालिका चाहिँ यत्रो 10 वर्ष हामीले यहाँ पढायो भने तपाईँहरू जाँदाखेरि 2,000 सहयोग गर्नुहोस् न त भन्ने ढङ्गले त्यो गरे। विद्यालयमा चाहिँ विद्यार्थी निकालेर तपाईँ पढाउन जाँदै गर्दाखेरि चाहिँ सहयोग गर्नै पर्छ भन्ने शासन। अनि यसो तपाईँ सहयोग बापत भनेर भन्दै हुनुहुन्छ, तर अभिभावकहरू यो चाहिँ अब सर्टिफिकेट नै नपाउने अवस्थामा मात्रै हामीले अन्तिम अवस्थामा मात्रै तिरेका छौँ, हामी राजी होइन त्यसमा भन्ने अभिव्यक्ति छ। यसले तपाईँहरूलाई अप्ठ्यारो नपर्ला? सबभर त यसो हामीले बालबालिका हामीसँगै बसेर यत्रो वर्ष बसे पछाडि स्कुलको पनि माया हुन्छ अभिभावकहरूलाई। सबभर तपाईँहरूले यी पढाउनुहोस्, 2 वर्ष छ नि त, 9-12 भनेको एउटै धारको भएको हुनाले हामीले अरूलाई फेरि त्यसो गरेका छैनौँ। जो टेक्निकल धारमा बाध्य छ हामीलाई, विद्यार्थी सङ्ख्या चाहिँ भएन भने 11 नचल्ने अवस्था भएको हुनाले 1 साललाई मात्रै गरे। तपाईँलाई फेरि यो अब यो वर्ष गयो भने हामी त्यो 10,000 लिनेवाला छैनौँ, एक पटकका लागि 1 सालको लागि मात्रै भनेर निर्णय गरेको हो, ताकि 11 पनि हामीले अनुमति लिएर चलाउन सकौँ भन्ने हिसाबले। यो चाहिँ जुन र त्यसैलाई मध्यनजर गरेर हामीले 25 गते अभिभावक भेला भनेर बोलायौँ। तैपनि उहाँहरूले 8 जना प्रतिनिधिहरूको नाम दिएर जानुभएको छ। म पनि कक्षा 12का विद्यार्थीहरूको परीक्षा हेर्न भनेर परीक्षा केन्द्रतिर गएको थिएँ। अनि 25 गते हामीले उहाँ प्रतिनिधि केही अभिभावक पनि हुनुहुन्थ्यो। अनि छलफलको क्रममा निष्कर्षमा पुग्न सकेनौँ। उहाँले चाहिँ अब अन्तिम म्यान्डेट भनेको अभिभावक हो, हामीले मात्रै सबै कुराहरू यहाँ गर्न सक्ने छैनौँ, त्यसबाट अभिभावक समक्ष नै जाँदा उपयुक्त होला भनेर उहाँले बोल्नुभयो। अनि त्यो सिलसिलामा त्यसो हामी अभिभावक भेलै न बसौँ त भनेर सल्लाह राखे। डेट फिक्स भएको थिएन। नहुँदा उहाँहरूले 30 गते फेरि आएर चाहिँ ताल चलाउनु भएको रहेछ। अनि अब कसले फोड्यो, अब रातिको बेलामा फोड्यो भन्ने खालको कुराहरू यसले उसले भन्ने चाहिँ थाहा भएन। तपाईँसँग सिसिटिभी पनि सिसिटिभी छ, त्यहाँको टिभीले त्यो राति मान्छे चिनिँदैन सायद, त्यो ऊ छ खालको छैन। अनि त्यो अब आवश्यकै पऱ्यो त्यस्तो खालको भयो भने त त्यो गर्न नसक्ने भन्ने कुरा त होइन होइन। जस्तै तपाईँले पुनः फेरि अभिभावकहरूलाई 2 गते चाहिँ अभिभावक भेला बस्ने भनेर अभिभावकहरूलाई आजको दिनमा बोलाउनु भएको रहेछ। बाहिर नाराबाजी सहित अभिभावकहरू आइपुग्नु छ। यो भिडलाई कसरी सामना गर्नुहुन्छ? होइन, यो विद्यालय भनेको अभिभावक हो, यहाँको समाजको हो। हामी त एउटा काम गर्ने कर्मचारी न हो। आज यहाँ हुन्छौँ, भोलि कता हुन सक्छौँ। उहाँहरूको सम्पत्ति हो, यो उहाँहरूको विद्यालय हो। यसलाई अब जोगाएर राख्ने, बिगार्ने, के गर्ने भन्ने उहाँहरूकै हातमा हो। हामी त यसो गरौँ कि भनेर उहाँले सल्लाह मुख्य गरेर
21 गते पेश भएको ज्ञापन पत्रको जुन मागहरू छ त्यो सम्बन्धी नै हुनेछ र सायद अभिभावकहरू पनि बुझ्नुहुन्छ होला, नबुझ्ने त हुनुहुन्न। अभिभावकले जे भन्नुहुन्छ त्यसैमा हामी चल्ने। अधिकांश अभिभावकहरूको एउटै माग के छ भने विद्यालयले चर्को रूपमा उठाइरहेको असुल गरेको रकम हामीलाई फिर्ता पाउनुपर्छ, हामी हाम्रा छोराछोरीहरू निःशुल्क रूपमा पढ्न चाहन्छौँ भन्नुभएको छ। सक्नुहुन्छ? ठिकै छ, उहाँहरूको मागै त्यो हो भनेदेखि नसक्ने भन्ने त कुरै हुँदैन, तर जुन खालको हुनुपर्ने त्यो नहुन्छ। भोलि हामीलाई त केही छैन, हामीलाई तलब भत्ता त नेपाल सरकारले दिएकै छ त, हाम्रो लागि होइन। यो विद्यालयको भौतिक संरचनादेखि लिएर हर कुराहरू सरसफाइदेखि लिएर यी कुराहरूमा त्यो खर्च गरिने रकम भयो, त्यसमा ती कुराहरूमा कमी आउन सक्छ। अब हामीसँग स्रोत नभए पछाडि यति हो फरक। हामीले दिनुपर्ने कुरामा त कहिले पनि कमजोरी गर्दैनौँ। पढाइ सिकाइमा हामीले पहिला जसरी दिएका थियौँ त्यो हाम्रो निरन्तर रहन्छ। हाम्रो उद्देश्य भनेकै विद्यार्थी कसरी बढी उत्तीर्ण गराउनु त हो नि, त्यो हो। तपाईँले विभिन्न एनजिओ आइएनजिओ गरिसकेको धन्यवाद। तपाईँहरूले भन्नुभयो अनिवार्य तथा निःशुल्क शिक्षा। सरकारले हामीलाई तलब भत्ताको लागि रकम दिनुहुन्छ, पाठ्य पुस्तकको लागि दिनुहुन्छ, अनि प्रशासनिक खर्च अथवा मसलन्दा भनेर वर्षको 30,000 दिन्छ। त्यो बाहेक खासै अब छात्रवृत्ति आउँछ त्यो दिनुपर्छ त्यसैमा होइन, अरू खर्चहरू दिँदैन। त्यो आन्तरिक रूपमा प्रशासनिक रूपमा विभिन्न खाले खर्चहरू भइरहेका हुन्छ। त्यसको लागि पनि हामीले मेन्टेन गर्नको लागि तिनै कुराहरूमा कतिपय निजी स्रोतका शिक्षक कर्मचारी पनि राखिरहेका छौँ हामीले। उनीहरूलाई पनि तलब भत्ता दिनु पर्यो, न्यून स्रोतमा काम गरिराख्नु भएको छ। यिनै कुराहरूमा खर्च गर्ने हो, अरू खर्च केही छैन। विद्यार्थीको गुणस्तर सुधार्नको लागि विद्यालयको धाराको टुटी फेर्नलाई अभिभावकबाट पैसा असुल्नु भयो भन्ने गुनासो छ होइन। हामीले भन्न खोजेको के छ भने स्कुलको आन्तरिक विभिन्न खालका हुन्छ नि, अब तपाईँ सरसफाइदेखि लिएर त्यहाँ मर्मत सम्हारका कुराहरू, अघि पनि भने मैले निजी स्रोतमा काम गर्नुभएका शिक्षक कर्मचारीहरूको तलब भत्ताहरू, यहाँ ल्याब कम्प्युटर ल्याब छ त्यहाँ मर्मत सम्हार गर्नु पर्यो, यी विभिन्न कुराहरूमा खर्च भइरहेको हुन्छ। अनि यो तपाईँको गाउँपालिका शिक्षा ऐनले तपाईँलाई यो चिज गर्ने अधिकार छुट छ त? तपाईँको शिक्षा ऐनले त्यो भन्छ? के छ त्यो के भनेको छैन, के छ हामीले थाहा नभएरै सोधेको। शिक्षा ऐन खानीखोला गाउँपालिकाको हाम्रो शिक्षा ऐन शुल्क लिन नभन्ने त छ, तैपनि हामीले अभिभावकलाई कन्भिन्स गरेर लिने सवालमा काहीँ पनि केही हुँदैन। तर यहाँ चाहिँ अलिकति डाइभर्ट भएको छ कुराहरू होइन। अभिभावकलाई चाहिँ अलिकति राजनीतिक रूपमा पनि युज भएको जस्तो कुराहरू देखिन्छ। तपाईँको स्कुलमा कतिजना हुनुहुन्छ त निजी स्रोतको शिक्षक? निजी स्रोतको शिक्षक 2 जना निजी स्रोतको शिक्षक, 1 जना हामीले कार्यालय सहयोगी राखेका थियौँ, अहिले त्यो पनि छैन। टोटल स्टाफ चाहिँ कतिजना हो विद्यालयको? विद्यालयमा हामीले 29 जना। 29 जना लिएर जानु त थुप्रो पनि होइन भन्ने ढङ्गले गरेको हो। उहाँहरूलाई अब धेरै त्यति चर्को पनि जस्तो चाहिँ होइन। अब यहाँ चाहिँ केही उचालिएर त्यो भएको 600 रुपियाँ भनेको महिनाको 50 रुपियाँ हो जम्मा। तपाईँ अहिले काम गर्न जानुभयो भने अभिभावकहरू अथवा कोही व्यक्ति 1000सम्म चाहिँ उहाँहरूले ज्याला पाउनुहुन्छ। यो साल अब यो अङ्ग्रेजी माध्यमको लागि भनेर चाहिँ यो खानीखोला गाउँपालिकाको अथवा यो डाँडावारीकै पहिलो माध्यमिक विद्यालय हो, जनविकास माध्यमिक विद्यालय। यहाँको शैक्षिक गुणस्तरलाई अलिकति सुधार्नु पर्यो भनेर गाउँपालिकाको सरकार प्रमुखले पनि तपाईँहरू अङ्ग्रेजी माध्यम चलाउनुहुन्छ भने हामी 1 जना शिक्षक बराबर चाहिँ सहयोग गर्छौँ र अर्को 1 जना 2 जना टिचर हामीले अहिले राख्दैछौँ अङ्ग्रेजीकै लागि भनेर 1 जना बराबरको स्यालेरी गाउँपालिकाले बेहोर्छौँ हामी साउनदेखि, र अर्को 1 जना चाहिँ स्कुलबाट गर्नु होला भन्ने कुरा गर्नुभएको छ। सहयोग त्यसरी हो। त्यस्तै प्रधानज्यू तपाईँको विद्यालयको आन्तरिक आम्दानी हुन्छ, त्यो आम्दानी के गरिन्छ भन्दाखेरि विभिन्न सरसामानहरू खरिद गर्नु पर्यो, त्यसबाट खर्च गरिन्छ। शिक्षक कर्मचारीहरूलाई पेशी स्वरूप चाहियो भने ती कुराहरूमा खर्च गरिन्छ। त्यसबाट
त्यो आम्दानीमा बस्छ त्यो हिनामिना हुन सक्ने वा तपाईँ बुझक हुनुहुन्छ तपाईँ त्यसमा हिनामिना हुन सक्दैन किनभनेदेखि रसिद काटेको हुन्छ त्यो रसिद भएपछि आम्दानी होइन त्यो बेगरको त त्यो त बुझाएन होइन 900 रुपियाँ तपाईँले काट्नु भएको छ 2250 रुपियाँ 2550 रुपियाँ चाहिँ अभिभावकले तिर्नु भएको छ त्यो डिफ्रेन्ट फरकको कुरा छ त्यो एमाउन्ट त हिनामिना हुन सक्ने सम्भावना त्यो यसो हो तपाईँको पाठ्यपुस्तकहरू आएको हुन्छ नि त त्यो जति पाठ्यपुस्तक आएको छ त्यसको रकम दिने हो नि त हामीले पाठ्यपुस्तक भनेको निजी त्यो इङ्ग्लिस मिडियमका हामीले अरू सरकारी त छँदैछ नि शुल्क नै हो होइन किताबै भनेर बिल दिँदाखेरि के हुन्थ्यो हजुर त मैले अघि भने जस्तो त्यो अडिटरलाई खर्चहरू जान्छ के जान्छ भन्ने हिसाबले गरेको थियो होइन अब यो आवाज आइसके पछाडि हामीले सबैको जति पैसा लिन्छौँ त्यो बराबरको रसिद काट्ने भनेर भनिसकेको छ त्यो भइसकेको छ धन्यवाद प्रश्नलाई जुन खालको हामीले 79-80 सालमा पटक पटक चाहिँ स्कुलको नाममा सार्वजनिक मिडियाहरू मार्फत पनि गाउँपालिकाको शिक्षा शाखाबाट पत्राचार भयो त्यो सन्दर्भमा हामीले त्यतिखेर तत्काल कुनै उठाइराखेका थियौँ शुल्कहरू सहयोगको रूपमा 300 रुपियाँदेखि 500 रुपियाँसम्म थियो 6 देखि 10 मा र अर्को अङ्ग्रेजी माध्यम त्यतिखेर पनि चलाएको थियौँ हामीले त्यो चाहिँ 1 देखि 5 सम्म 100 रुपियाँ तिर्ने भन्ने थियो अनि पटक पटक ताकेता पश्चात हामीले बन्द गऱ्यौँ र अहिले पछिल्लो आवरमा गत वर्ष मात्रै गाउँपालिकाले माध्यमिक विद्यालयका प्रधानाध्यापक केही विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगायत हामी देशको नमुना विद्यालयहरूको भ्रमण गरौँ त्यो भ्रमणको क्रममा हेर्दाखेरि धेरैजसो जुन विद्यालयहरू जसले राम्रो गरे नि त्यसमा चाहिँ अभिभावकहरूको सहभागिता बढी पाइयो अभिभावकहरूले चाहिँ त्यहाँ लगानी गरेको पाइयो कालिकामा जाँदाखेरि 80% चाहिँ अभिभावकबाट शुल्क उठाएको छ 20% मात्रै सरकारको लगानी यस्तो भएपछि अलिकति स्थानीय अभिभावकबाट नै शुल्क नलिकन त स्कुल राम्रो भएको रहन्छ नि त भन्ने खालको कुरा गाउँपालिकाको सरकारलाई पनि पर्यो शिक्षा शाखालाई पनि पर्यो त्यो हिसाबले हेरेर उहाँहरूले के निर्णय गर्नुभएको छ भनेदेखि कुनै माध्यमिक विद्यालयहरूले अङ्ग्रेजी माध्यम चलाउनुहुन्छ भनेदेखि अलिकति शुल्क लिएर चलाउन पाइन्छ भन्ने खालको कुरा चाहिँ मौखिक रूपमा भन्नुभएको थियो त्यसैको आधारमा हामीले गरेको हो जस्तै तपाईँको विद्यालयमा एकदमै हुलदङ्गा देख्छौँ खास के हो विषयवस्तु अध्यक्ष बताइदिनुहोस् न धन्यवाद यो कुनै एउटा भुल जस्तो चाहिँ मलाई लाग्दैन अभिभावकको एउटा यो शैक्षिक संस्थाको उज्जवल भविष्य आफ्नो विद्यार्थी छोराछोरीहरूको भविष्यसँग गाँसिएको कुरा हो म यसलाई असहज त ठान्दिनँ यो आवाज आएन भनेदेखि हामी पनि अभिभावकबाटै चुनेर आएको अभिभावकले नै हामीलाई चुनेर जुन एउटा जिम्मेवारी दिनुभएको छ त्यो जिम्मेवारी कतिको निर्वाह गर्यो व्यवस्थापन समितिले भन्ने सन्दर्भमा अलिकति चेतना दिनको निमित्त उहाँहरू आउनु भएको छ यसलाई म हुलको रूपमा ठान्दिनँ स्वाभाविक हो एउटा अभिभावकले आफ्नो बालबालिकाको भविष्यमाथि कुनै पनि एउटा शिक्षक कुनै पनि एउटा समितिले खेलवाड गरेको छ भने त्यसमा सचेतता अपनाउनु स्वाभाविक कुरा हो अनि यो भिडको आरोप चाहिँ विद्यालय व्यवस्थापन समितिले विद्यालयको प्रधानाध्यापक लगायत प्रशासन सँग मिलेर अभिभावकहरू सङ्घलाई चाहिँ मनोमानी शुल्क उठायो भन्ने यस विषयमा हामीले योभन्दा पनि अगाडि इङ्ग्लिस भाषाको माध्यमबाट चाहिँ अध्ययन कार्य सुरु भएको थियो बिचमा ब्रेक भयो र यो शैक्षिक सत्रबाट चाहिँ 1 देखि 5 सम्मलाई कम्तीमा पनि यो दुर्गम क्षेत्र भए तापनि डाँडापारी क्षेत्रको एउटा अत्यन्तै पुरानो विद्यालय जहाँबाट चाहिँ एउटा शिक्षा हासिल गरेर विभिन्न ठाउँहरूमा विभिन्न ओहदाहरूमा पुगिसकेको अवस्था छ यसलाई चाहिँ अब अपडेट गराउनु पर्छ भन्ने मान्यताले 1 देखि 5 बजीसम्म हामीले इङ्ग्लिस माध्यमबाट चाहिँ अध्यापन कार्यलाई अगाडि बढाउने भन्ने निर्णय गर्यौँ त्यो अनुसार एउटा अभिभावकको भेला पनि रह्यो अभिभावकहरूको सहयोग पनि प्राप्त भएको छ त्यसमा र साथसाथै स्थानीय सरकारबाट पनि हामीलाई अभिभावकको एउटा चाहनालाई सम्बोधन
गर्नको निमित्त उहाँहरूले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता हामीले प्राप्त भएको छ। र अर्को कुरो जहाँसम्म चाहिँ शुल्कको कुरो छ, यसमा चाहिँ यो एउटा समय सापेक्ष शिक्षा प्रणाली जसरी अगाडि बढिरहेको छ, विज्ञान र प्रविधिको युग छ र एउटा यही ठाउँमा बसेर यही विद्यालयमा अध्ययन गरेर सूचना प्रणालीसँग सम्बन्धित रहोस् भन्ने एउटा मानसिकता मात्रै हो हाम्रो विद्यालय व्यवस्थापन समितिको। त्यो मानसिकताले जुन एउटा कम्प्युटर इन्जिनियरिङ पढिरहेको विद्यार्थीहरू छन् र सबै विज्ञ सरहरूसँग मैले राय सुझाव सल्लाहहरू माग्दाखेरि उहाँहरूले के भन्नु भने अतिरिक्त एउटा अप्सनल म्याथलाई चाहिँ यसमा जोइन्ट गरिदिनु भयो भने कम्प्युटर इन्जिनियरिङ पढ्ने जुन विद्यार्थी छ तिनीहरूको निमित्त चाहिँ धेरै नै सपोर्ट हुन्छ। त्यो विषयमा विद्यालय व्यवस्थापन समितिले कुरा चाहिँ अगाडि बढाउन, प्रोसेस अगाडि चालिदिनुहोस् भन्ने एउटा अनुरोध आयो। त्यो पछाडि विद्यार्थीसँग पनि बसेँ मैले, साँच्चीकै यो थप्दाखेरि सहज हुन्छ भने हाम्रो लागि त एकदम कम्पलसरी जस्तो लाग्यो। अन्य विद्यालयहरूमा पनि त्यो देखियो, हाम्रो विद्यालयमा चाहिँ देखिएन भन्ने कुरा आयो। त्यसकारण अब बेसिक लेभलको कम्प्युटर सम्बन्धी नलेज चाहिँ हामीले कक्षा 6 देखि दिने गरेका छौँ, बेसिक लेभलको। त्यसो भएको हुनाले बेसिक लेभलमा चाहिँ कम्प्युटर इन्जिनियरिङ सम्बन्धी ज्ञान दिइरहँदाखेरि त्यो विषयसँग सपोर्ट हुने गरी त्यो एउटा विषय राखिदिँदा झनै राम्रो हुँदो रहेछ भने सुनमा सुगन्ध भने जस्तो हुन्छ भन्ने मेरो मानसिकता रह्यो। र त्यस विषयमा अभिभावकज्यूहरूले कम्तीमा पनि एउटा कक्षागत रूपमा हामीले धेरै शुल्क पनि उठाउने प्रयत्न गरेनौँ। कक्षागत रूपमा चाहिँ केही उहाँहरूले जस्तो कक्षा 6मा पढ्ने 600 1 वर्षको, 7मा अध्ययन गर्ने 700 1 वर्षको, 8औं कक्षामा भर्ना हुने विद्यार्थीले 800, 9मा हुनेले 900 र 10मा हुनेले 1000। त्यसरी जाँदाखेरि चाहिँ के हुँदो रहेछ भने त्यसको अतिरिक्त पिरियड चाहिँ हामीले पढाउन लगाउनुपर्छ टिचरहरूलाई, अतिरिक्त पिरियड। उहाँहरूले 5 पिरियड पढाउनुहुन्छ। अब त्यो विषय थप गर्दाखेरि चाहिँ लगभग तपाईँको 6वटा पिरियड पढाउनु पर्ने हुन्छ। त्यो 6वटा पिरियडको सन्दर्भमा म्यानेज गर्ने कुरा मात्र आर्थिक पाटो नै जोडिन्छ। त्यसलाई कसरी फुलफिल गराउने भन्दाखेरि न्यूनतम अभिभावकहरूबाट त्यति सहयोग भयो भने अभिभावक र विद्यार्थीको चाहनाले चाहिँ परिपूर्ति गर्न अगाडि बढ्न सकिन्छ। यो विषयमा उहाँहरूले पनि कन्जुसै गर्नुहुन्न भन्ने मानसिकताले हामी अगाडि बढ्यौँ। अब भनौँ न विद्यालयमा शुल्कको विवाद भएको चाहिँ कति भयो? शुल्क सम्बन्धी विवाद भएको उहाँहरूले 16 गते चाहिँ यो निःशुल्क नै गराउँ भनेर एउटा 10 बुँदे ज्ञापन पत्र बुझाउनु भएको थियो र त्यो ज्ञापन पत्र बुझिलिँदाखेरि पनि उहाँहरूको मुख्य एजेन्डा चाहिँ आर्थिक पक्षमा जोडिएको थियो। र आर्थिक पक्षमा कुरा जोडिँदाखेरि साथीहरू अब कतिपय कुरो ऐन कानुनसँग मात्रै हामी रसाकसीमा जानु हुँदैन, व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ। त्यसरी हेर्दाखेरि लचकता एउटा शिक्षण संस्था तपाईँको बालबालिकाले जुन रुचि राखेको विषयवस्तुलाई पनि अध्ययन गर्न पाओस्, शिक्षण संस्थाले विद्यालय व्यवस्थापन समितिले यो शिक्षण संस्थालाई अगाडि बढाउने सन्दर्भमा पनि अवरोध कतैबाट पनि नहोस्, त्यो ढङ्गले हामी एउटा सहमतिमा गएर पनि अगाडि बढ्न सक्छ भन्ने मान्यता मैले त्यो दिन पनि उहाँसँग राखेको थिएँ। र त्यसपछि तपाईँहरूलाई एक लेभलको स्वीकृति दिएको हो? हजुर, शुल्क उठाउने विषयमा तपाईँहरूले पालिकाको चाहिँ स्वीकृति पाउनु? हामीले यो उसमा शिक्षा शाखा म आफू गाउँ शिक्षा समितिमा पनि छु। कुनै पनि विद्यालयले अतिरिक्त चाहिँ विषयहरू अध्यापन गर्न चाहेमा अभिभावकबाट अनुमोदन भइसके पछाडि त्यसलाई कति शुल्क निर्धारण गर्ने त्यो विषयवस्तुमा तपाईँहरू छलफल गरेर उठाएर चाहिँ अगाडि बढाउन सकिन्छ भन्ने कुरो भएको छ। यो अब अभिभावकहरूको आवाज यो विद्यालय व्यवस्थापन समितिमा म यही विद्यालयमा अध्ययन गर्ने स्टुडेन्ट हुँ, टिचिङ पनि गरेको यो मैले 16-17 वर्ष। र मलाई के थाहा थियो भने मैले अध्ययन गरिरहँदाखेरि म एउटा तामाङको बच्चाले संस्कृत शिक्षा पढ्थ्यौँ कि सर कक्षा 7सम्म, त्यो बाध्यता थियो मेरो छनौटमा अन्य विषयहरू पढ्न पाउँदैन थियो। हजुर, के हुन्छ अभिभावक भेलामा? अब उहाँहरूको चाहना के हो यो मेरो निरकुश त लाद्ने भन्दा पनि अभिभावकको इन्टेन्सन के आउँदो रहेछ, ठ्याक्कै उहाँहरूले यो चाहिँ गरे भनेदेखि राम्रो हुन्छ भन्ने ज्ञापन पत्रको 10 बुँदे ध्यानाकर्षणमा चाहिँ तपाईँहरूले सम्बोधन गर्ने एकदम त्यो त सिरियसली त्यो मध्येमा 10वटा बुझाएको मध्येमा पनि उहाँहरूले त्यो 16 गते बुझाउँदाखेरि मैले किनभने 9वटा कुरा त तपाईँहरूले लेख्नुभएको जुन कुराहरू छ त्यसमध्ये 9वटा 1 नम्बरको बुझा बाहेक 9वटा जुन कुराहरू तपाईँले लेख्नु भएको छ त्यो 9वटा कुराको बारेमा मैले व्यवस्थापन समिति र स्टाफहरू बीच राखेर हामी त्यो विषयमा छलफल भइराखेका छौँ, छलफल गरिराखेका छौँ।
त्यसलाई चाहिँ यो शैक्षिक सत्रबाट चाहिँ त्यो सिस्टमले हामी अगाडि बढ्दाखेरि सबभन्दा शैक्षिक गुणस्तर चाहिँ अगाडि बढ्छ भन्ने कुरामा हामी पनि छलफल गरिरहेका छौँ है साथीहरू। ल्याउनु भयो त्यसको लागि तपाईँहरूलाई धन्यवाद भनेकै छु मैले। उहाँहरूलाई त्यो विद्यालयको नियमित गतिविधि चलाउन विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हिसाबले चाहिँ तपाईँ आजको यो भनौँ एक खालको तपाईँको अभिभावक र विद्यालय प्रशासन बिचको विवादलाई कति दिनभित्र यसलाई प्रभाव पुर्याउनुहुन्छ? अब यो दिन लाग्छ जस्तो मलाई लाग्दैन। हेर्नुहोस् फिटिक्कै लाग्दैन। मैले अघि नै पनि तपाईँहरूमा भनिसकेँ अभिभावकले अब यो क्लासगत रूपमा लिएको न्यूनतम शुल्क यसलाई छोडिदिनुहोस् भन्नुहुन्छ भने ब्याग गइदिउँला एक शैक्षिक सत्र। त्यसले नतिजा चाहिँ कस्तो आउँछ अभिभावकज्यूहरूले बुझ्नु होला। फेरि 1 वर्ष पछाडि होइन 1 वर्ष अगाडि मैले त्यो राम्रो नतिजाको निम्ति राम्रो सुरुवाती काम सुरु गरेको थिएँ। अब यो वर्ष चाहिँ हाम्रो माग आएको छ यसलाई चाहिँ ब्याग हुनुपर्छ है समिति पनि भन्नुहुन्छ भने ओके त्यसमा त म पैसा नलिँदैमा हजुर नतिजा खुम्चिने होला। खुम्चिन्छ सर। कसरी भन्ने तपाईँको जस्तो एउटा अङ्क प्राप्त गर्न सक्ने विद्यार्थीको इच्छामा आधारित एउटा विषयवस्तु हामीले केन्द्रीय विषयवस्तुलाई समेटेर अगाडि बढ्न सकेनौँ भने कि जबरजस्त लादिएको कुनै पनि विषयवस्तु विद्यार्थीको ध्यान केन्द्रित हुँदो रहेछ। यो मैले बटुलेको अनुभव। जुन विषय उनीहरूलाई रुचि छैन त्यो विषयवस्तु चाहिँ घोक्राएर नै हामीले त्यही अध्यापन गराइँदैछौँ। रुचि नभएको विषयमा त एउटा शिक्षाको रुल्स छ। अध्यक्ष तपाईँले त जे कुरो बोल्नुभयो नि हजुर त्यसको विपरीत विद्यालय प्रशासन गरिरहेको छ। तपाईँले भन्नुभयो जे कुरा विद्यार्थी चाहँदैन त्यो कुरा विद्यालयले गर्यो भने त्यहाँ पढाइ खस्किन्छ। तर विद्यार्थी तपाईँको विद्यालय पढ्न चाहँदैन। तपाईँहरू चर्को शुल्क लिएर भए पनि यही पढाउन चाहनुहुन्छ। पढाइ कसरी सुध्रिन्छ? होइन त्यसकै लागि भेला बोलाएको आज। यो शुल्क 1 पैसा पनि नलिकन जाउँ भने पनि अभिभावकको जुन परामर्श आउँछ त्यसलाई एसएमसीले चाहिँ जबरजस्त गर्ने होइन अभिभावकको त्यो सल्लाहलाई ग्रहण गरेर अगाडि बढ्ने। जस्तै तपाईँले अहिले मैले प्रधानाध्यापकसँग पनि कुरा गरेँ जुन 2500 पैसा लिनुभएको छ 500 800 700 को रसिद काट्नु भएको छ। यस यो एकदम हो यसमा चाहिँ विद्यालय त्यो फरकको पैसा हिनामिना हुन सक्नेमा तपाईँ कति विश्वस्त हुन सक्नुहुन्छ? अब यो हिनामिना नै भन्ने कुरा चाहिँ किन हुँदैन भने हामीसँग रसिद छ होइन रसिद छ। शिक्षक अभिभावकसँगले सामाजिक लेखा परीक्षण गर्नुपर्छ। त्यो प्रत्येक रसिदमा कति रकम काटिएको छ त्यसलाई तपाईँले 900 रुपियाँको रसिद काट्नु भएको छ अभिभावकसँग 2500 पैसा लिनु भएको छ। त्यो विषय मैले तपाईँले भन्न खोजेको अघि न प्रहरीले पनि भन्नुभयो। अनि यो विषयमा चाहिँ मलाई किनभने एउटा त्यो त विद्यालयको दैनिक प्रशासनभित्र पर्ने कुरा हो। त्यो विद्यालय व्यवस्थापन समितिले चाहिँ मोनिटरिङ बेला बेलामा के भएछ जब यो कम्प्लेन आयो अभिभावकबाट अनि 2700 लिएको ठाउँमा 1000 रुपियाँ चाहिँ रसिद दिने बाँकी 1700 त देखिएन देखिएन। यस यो गल्ती भयो। या त अभिभावकसँगबाट कारणसहित तपाईँले यो कारणले यो रसिद काटिएको छैन भनेर कन्भिन्स गर्नुहोस्। होइन भने अभिभावकसँग जति रकम लिनु भएको छ नि त्यसको रसिद दिनु पर्यो। आम अभिभावकको गुनासो पनि त्यही हो। मैले यो गुनासो सुनि यो गुनासो आइसकेपछि हाम्रो लेखा र हेड सरलाई पनि प्रहलाई पनि तपाईँहरूले यो गलत गर्नुभएछ। 1000 रुपियाँ के अरे 2700 रुपियाँ चाहिँ अभिभावकले तिर्ने किताब बाबत तिरे पनि वा अन्य शुल्क जेसुकै तिरोस् के 1000 को चाहिँ रसिद दिनुभयो अरे बाँकी 1700 चाहिँ देखिएन भन्ने अभिभावक कुरा आयो। यो के भएको भन्दाखेरि उहाँले सामाजिक के अरे लेखा परीक्षण गराउँदाखेरि विद्यालयले अतिरिक्त भार हुने र त्यो जुन लिएको पैसा चाहिँ विद्यालयको आन्तरिक कोषभित्र सञ्चितको रूपमा पनि नरहने भएको उनीहरूले गरेन भने त्यो कन्जुसाइ नगर्नु। जुन 1700 को ग्यापिङ देखियो त्यस्ता रकमहरू अभिभावकबाट धेरै असुल उपर गर्नुभएको छ तपाईँहरूले होइन। अनि त्यो जुन 1700 को रकम चाहिँ वर्षको अन्तिममा या कुनै समय अनुकूल बनाएर अभिभावकहरूलाई बोलाएर तपाईँहरूबाट रसिद काटिएको भन्दा बढी रकमको चाहिँ यति पैसा थियो यो काम गर्यो भनेर सामाजिक लेखा परीक्षण गर्नुभएको छ। अभिभावकहरूलाई सुनाउनु भएको छ। अब यो मेरो कार्यकाल सुरु हुँदैछ। यो सुरु भयो अब तुरुन्तै यो भदौमा चाहिँ हामीले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। अभिभावकहरूले त तपाईँलाई ठुलो आरोप लगाउनु भएको छ कि विद्यालय प्रशासन र
विद्यालय व्यवस्थापन समिति मिलेर घोटाला गरिरहेका छन्, हाम्रो पैसा चाहिँ खाइरहेका छन् भने तपाईँलाई अब यो विगतको समितिहरूले के गरे म त्यति सरकार राख्दिनँ उहाँहरूको विषयमा। र मेरो कार्यकाल जब सुरु भएको छ, यो मेरो पहिलो कार्यकाल, सामाजिक लेखा परीक्षण गराउने सन्दर्भमा यो विद्यार्थी भर्ना अभियान समाप्त भइसके पछाडि शिक्षक अभिभावक सङ्घलाई चाहिँ सामाजिक लेखा परीक्षण गराउनको निमित्त निर्देशन हुन्छ, त्यो निर्णय पनि हुन्छ। त्यसपछि मेरो एउटा कार्यकाल हो कि अरूले के गर्यो भनेसँग त्यो कम्प्लेन गरेर मलाई मुस्ने होइन। अबको दिनमा तपाईँहरू अभिभावकको इच्छा चाहना रुचि अनुसार अगाडि बढ्नुहुन्छ कि तपाईँहरूकै नियम लादेर जानुहुन्छ? यो विद्यालय व्यवस्थापन समितिले आफ्नो नियम मात्रै लागू गरेर जान्छ, लादिएर जान्छ भन्ने कुरो त म विश्वासै राख्दिनँ। एउटा कुरो एउटा विद्यार्थी अभिभावक यो भनेको त्रिपक्षीय मात्रै नभएको न, चारै पक्षको समग्र एउटा सन्तुलन के यसमा चेक एन्ड ब्यालेन्स त्यो भयो भने मात्रै अगाडि बढ्न सक्छ। मुख्यतः अझ मेरुदण्ड भनेको अभिभावक हो। अभिभावकको सहयोग भएन भनेदेखि यो शिक्षण संस्था अगाडि बढ्न सक्दैन। न समितिले चाहेर बढ्न सक्छ, न कर्मचारी अध्यापन गराउने कर्मचारीले चाहेर मात्रै बढ्न सक्छ। तपाईँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ। हजुर। तपाईँले जुन 900 र 2500 को मात्र मैले डिफ्रेन्स भने त्यो फरकको यसरी पैसा उठाउने भनेर कुनै विद्यालय व्यवस्थापन समितिमा कुनै माइन्ड गर्नु भएको छ? यो भर्ना भनेर चाहिँ अघि हेरसरले पनि भन्नुभयो, प्रजुले पनि चन्दा बापत भनेर त्यसको माइन्युट भएको छ। त्यसको चाहिँ माइन्युट भएको छ शिक्षक अभिभावक सङ्घ र व्यवस्थापन समिति बसेर। बाँकी चाहिँ जुन एउटा ओभरअल जुन पैसाको कुरा आयो नि, त्यो चाहिँ विद्यालय आफैले एउटा अभिभावकलाई चाहिँ असहज किन गराइदिने। त्यो एउटा पुस्तक किन्न जाँदाखेरि एउटा अभिभावकको न्यूनतम पनि 4-5 हजार रुपियाँ खर्च हुन्छ। विद्यालय आफैले पैसा तिर्ने, बरु त्यो मूल्य बराबरको चाहिँ अभिभावकले पैसा तिर्नुहुन्छ, पुस्तक लानुहुन्छ भन्ने मान्यताले त्यो पुस्तक ल्याइदिए हो, त्यो अभिभावककै सहजताको निमित्त। अब गलत यहाँनिर मात्रै के हो भने फरक चाहिँ हामीले पैसा तिर्यौँ रसिद पाइएन भन्ने उहाँहरूको कम्प्लेन हो। त्यो स्वाभाविक पनि हो। त्यो पुस्तकै किन्यो त उहाँहरूले पैसा तिरेर किन्नुभयो विद्यालयसँग त होइन, विद्यालयले किने पनि उहाँहरूले पनि पैसा तिर्नुभयो नि, तिरेको पैसाको रसिद चाहिँ कम्ती पनि अभिभावकलाई चाहिँ दिनुपर्छ। त्यो चाहिँ प्रशासनबाट कमजोरी भएकै कुरा हो। त्यो तपाईँ कतिको अब विश्वस्त हुनुहुन्छ कि त्यो जुन बढी उठाएको पैसा चाहिँ हिनामिना भएको छैन भने? अहिले यो मेरो कार्यकाल अहिले